र आजको वचन हामी लुका त्यसको 6 अध्यायको 1 देखि लिएर 11 पदसम्ममा हामी हेर्नेछौँ। लुका 6 त्यसको 1 देखि लिएर 11 पद। र यहाँनिर प्रभुको वचनले यस्तो प्रकारले भन्दछ, सब्बात दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदै हुनुहुन्थ्यो र उहाँका चेलाहरूले बाली टिपेर हातमा मार्दै खान लागे। तर फरिसीहरूमध्ये कुनै कुनैले तिनीहरूलाई भने, सब्बात दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ? येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, के तिमीहरूले यो पनि पढेका छैनौ? दाउदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भुकाएका थिए तब के गरे? कसरी परमेश्वरको घरमा पसेर अर्पण गरेको रोटी झिकेर तिनले खाए र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पुजारीहरूलाई बाहेक अरूलाई खाना निषेध थियो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसको पुत्र सब्बातको प्रभु हो। अर्को सब्बातमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्यहाँ एकजना मानिस थियो जसको दाहिने हात सुकेको थियो। उहाँले सब्बातमा निको पार्ने काम गरेको खण्डमा उहाँलाई दोष लगाउने नियतले शास्त्री र फरिसीहरू उहाँको छेउमा थिए। तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो र सुकेको हात भएको मानिसलाई भन्नुभयो, यहाँ आओ र खडा हो। अनि त्यो उठ्यो र खडा भयो। तब येशूले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई सोध्दछु, सब्बातमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु कुन चाहिँ उचित हो? अनि उहाँले सबैलाई चारैतिर हेरेर त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात पसार। त्यसले त्यसै गर्यो र त्यसको हात सिद्धै भइहाल्यो। तर तिनीहरू रिसले चुर भए र येशूलाई के गरौँ भनी आपसमा मतो गर्न लागे। आमेन। परमेश्वरको वचन पढाइने सुनाइमा हामी सबैजनालाई आशिष दिउँ। तपाईँहरू बस्न सक्नुहुन्छ? आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु, हामी फेरि तपाईँको अगाडि आएको छौँ र प्रभु धन्यवाद दिन्छौँ तपाईँलाई कि हामीले तपाईँको वचनलाई खोल्न सकेका छौँ। र जब हामी यसलाई ध्यान दिन्छौँ, तपाईँले हामीलाई सहायता गर्नुहोस् कि प्रभु यसभित्र भएको सत्यतालाई हेर्नमा, देख्नमा तपाईँले सहायता गर्नुहोस्। यसलाई बुझ्नमा, यसलाई अर्पण गर्नमा, यसलाई लागू गर्नमा प्रभु तपाईँ हाम्रो सहायता गर्नुहोस्। यो समय तपाईँको हातमा राख्दै यो बिन्तीलाई माग्छु, हामीलाई प्यारो गर्नुहुने प्रभु ख्रीष्टको नाममा। आमेन। आज म अलिकति ढिलो बोलेँ र एक दुईवटा शब्दहरू मैले तुतलाउँदै बोल्यो भने मलाई माफ गर्नु होला है, किनभने मेरो जिब्रोमा यहाँ घाउ भइरहेको छ र मलाई कतिवटा शब्दहरू नेपालीमा प्रनाउन्स गर्ने यति साह्रो भइरहेको छ है। अनि मैले दबाई पनि लाउनु थियो तर मैले बिर्सेछु र मलाई माफ गर्नु, मेरो मुखबाट आज शब्दहरू उल्टा मैले बोली पठाएँ भने। र आजको वचन पनि म फेरि तपाईँलाई प्रश्न गरेर सुरु गर्न चाहन्छु है। के तपाईँले कहिले सोच्नु भएको छ कि जुन मानिसहरूले चाहिँ परमेश्वरलाई सबैभन्दा राम्रो प्रकारले चिन्नु पर्ने थियो, आज तिनीहरूले नै किन चाहिँ प्रभुलाई इन्कार गर्यो होला? जुन मानिसहरूले चाहिँ धर्मशास्त्र उनीहरूले खाइसकेको थियो, उनीहरू पब्लिकली बाटोमा खडा भएर उनीहरू प्रार्थना गर्थ्यो, प्रभुको उनीहरूले आराधना गर्ने गर्थ्यो, मानिसहरूलाई उनीहरूले आराधनामा सभाघरमा उनीहरूले ल्याउने गर्थ्यो। तर आज त्यही मानिसहरूले चाहिँ जब परमेश्वर उनीहरूको आँखाको अगाडि शारीरिक रूपमा उभिरहनु भएको थियो तब उनीहरूले चिन्न सकेको छैन। अनि यो प्रश्नले चाहिँ हामीलाई सताइरहेको हुन्छ जब पनि हामी सुसमाचारको खण्डहरू हेर्छौँ, गस्पल्स हामी जब पढ्छौँ त्यो समयहरूमा। अब यो समस्या चाहिँ केवल त्यो समयको समस्या मात्रै होइन, तर अहिलेको लागि यो समस्या चाहिँ हाम्रो लागि पनि छ। अनि यो प्रश्न चाहिँ हाम्रो लागि पनि छ, किनभने आज धेरैपल्ट चाहिँ प्रभुलाई चिन्नको लागि चाहिँ धेरैपल्ट हाम्रो रुकावट चाहिँ हाम्रो विद्रोहीपन होइन, तर आज हाम्रो धर्म हुन्छ।
our biggest obstacle to truly knowing Jesus isn't rebellion, it's religion. धेरैपल्ट चाहिँ मानिसहरूले चाहिँ आफ्नै धार्मिकतामा बेसी भरोसा गरेको कारणले गर्दा है परमेश्वरको अनुग्रहमा होइन तर आफ्नै सेल्फ राइचियसनेसमा चाहिँ बेसी भरोसा गरेको कारणले गर्दा के हुन्छ हामी ख्रीष्टलाई परमेश्वरको हृदयलाई चिन्नबाट हामीहरू हराइरहेको हुन्छौँ। आज धेरैपल्ट जो मानिस चाहिँ पापले दबिएर त्यो सडकको कुनामा उभिएको पापी जो मानिस हुन्छ ऊ परमेश्वरबाट टाढो भएको हुँदैन त, तर असलमा जोहरू अगाडि यसरी बसिरहेको हुन्छ उनीहरू नै प्रभुबाट टाढो भइरहेको हुन्छ। किनभने सोच्छौँ कि हामीलाई कृपाको जरुरत छैन, एभ्रिथिङ इज वेल इन माई लाइफ, म धर्मी छु, मेरो जीवनमा सबै कुरा ठिक छ, म सेवाकाईमा छु, म यो गरिरहन्छु, म त्यो गर्छु भनेर के हुन्छ हामीहरू सेल्फ राइचियसनेसले भरेर हामीहरू आफ्नै धार्मिकताले भरेर हामीहरू अगाडि बसिरहेको हुन्छौँ। हामीहरू लाग्दैन कि हामीहरू पापीहरू हौँ भनेर। अनि आज जब हामीले यो लुकाको पुस्तकलाई पढ्दै आएका छौँ तपाईँले यहाँनिर एउटा प्याटर्नलाई बन्नेको देख्नुहुन्छ यहाँनिर है। अब बारम्बार जब हामी लुकालाई पढ्छौँ भने हामी बारम्बार येशू ख्रीष्ट र फरिसीहरूको बिचमा चाहिँ के भइरहेको छ, कन्फ्लिक्ट भइरहेको छ, लडाइँ भइरहेको छ काहीँ न काहीँ। जब पनि हामी देख्छौँ जब हामीले 5:21 हेऱ्यौँ होइन त्यहाँनिर पनि के गर्छ फरिसीहरू आएर के गर्छ जब येशू ख्रीष्टले एउटा पापीको पापलाई क्षमा गर्नुहुन्छ तिनीहरूले आएर के भन्छ ईश्वर निन्दा गर्ने यो को हो है। उनीहरूले विश्वासै गर्नु सक्दैन कि कसरी चाहिँ एउटा मानिसले चाहिँ पाप क्षमा गर्नु सक्छ भनेर। उनीहरूले अहिले पनि बुझ्नै सकेको छैन कि यो ख्रीष्ट यो येशू भन्ने व्यक्ति नै परमेश्वर हो भनेर बुझ्नु सकेको छैन। फेरि त्यसको बाद 30 पदमा हामी देख्छौँ जब येशू ख्रीष्ट त्यो कर उठाउनेहरूसँग र पापीहरूसँग बसेर खाइरहनु भएको छ, भोज गरिरहनु भएको छ, खुसी मनाइरहनु भएको छ। उनीहरूले के भन्छ तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपिन गर्दछौ। फेरि 33 पदले भन्छ तिनीहरूले उहाँलाई भने यूहन्नाका चेलाहरू बारम्बार उपवास बस्दछन् र प्रार्थना गर्दछन्, फरिसीहरूका चेलाहरू पनि यसो गर्छन्, तर तपाईँका चेलाहरू भने खान्छन् र पिउँछन्। उनीहरूलाई मन परेको छ नि यहाँनिर येशू ख्रीष्टको चेलाहरूले चाहिँ इन्जोय गरिरहेको यहाँनिर। अनि जब आज हामी यो अध्यायमा आएको छौँ यहाँनिर फेरि पनि त्यो विवाद त्यो कन्फ्लिक्ट अझै बढिरहेको छ। दोस्रो पदमा के भइरहेको छ यहाँनिर, दोस्रो पदमा चेलाहरूले सब्बातको दिनमा त्यो अन्नको बाला टिपिरहेको छ। अनि 7 पदमा ती फरिसीहरूले ध्यानसँग लिइरहेको छ त्यहाँनिर है कि कतै येशू ख्रीष्टले अब यो मान्छेलाई सुकेको हातमा मान्छेलाई निको पार्छ कि पार्दैन भनेर। अनि 11 पदमा चाहिँ उनीहरू यति साह्रो रिसाइसकेको छ कि अब चाहिँ यो येशू भन्ने व्यक्तिलाई चाहिँ कसरी रोक्नु, कसरी चाहिँ यसको इन्फ्लुएन्सलाई चाहिँ हामी तोड्नु, कसरी चाहिँ यसलाई बदनाम गर्नु, कसरी चाहिँ यसलाई मार्नु भनेर उनीहरू यहाँनिर षड्यन्त्र रचिरहेको छ। र यहाँनिर के भइरहेको छ, किन चाहिँ यो मानिसहरू चाहिँ यो फरिसीहरू र शास्त्रीहरू चाहिँ यति साह्रो रिसाएको होला, यति साह्रो दुखित भएको, यति साह्रो अपसेट भएको होला। येशू ख्रीष्टले मानिसहरूलाई दुःख पुर्याइरहेको छ भन्ने कारणले होइन यहाँनिर है। किनभने चाहिँ उनीहरूले किन यति साह्रो अपसेट भइरहेको छ भन्दामा चाहिँ किनभने येशू ख्रीष्टले चाहिँ उनीहरूको त्यो मरिसकेको है जसमा आनन्दै छैन है, कर्मले मात्रै बाँच्नु सक्छ, तिमीले नियम कानुन तिमीले यो आज्ञाहरू पालन गरेर मात्र तिमी बाँच्नु सक्छौ भनेर जुन चाहिँ उनीहरूले त्यो धर्मविदहरूको समयमा खडा गरेको थियो त्यसलाई चाहिँ ख्रीष्टले चाहिँ तोड्नु थियो। त्यहाँनिर उनीहरूले त्यो स्ट्याब्लिस गरेको, उनीहरूले त्यो स्थापना गरेको जति पनि रुल्स र रेगुलेसन्सहरू थियो सब्बातको दिनमा त्यसलाई चाहिँ प्रभुले तोड्दै हुनुहुन्थ्यो। र त्यसलाई तोडेर चाहिँ असलमा सब्बात भनेको के हो भन्ने कुरा चाहिँ प्रभुले तोडेको कारणले गर्दा बताएको कारणले गर्दा चाहिँ उनीहरू रिसले यहाँनिर चुर भएको छ। येशू ख्रीष्टले स्वयं नै जीवन दिनुहुन्छ, उहाँले स्वतन्त्रता दिनुहुन्छ, उहाँले आनन्द चङ्गाई र क्षमालाई दिनुहुन्छ। तर यसले गर्दा के हुन्छ भने यो कारणले गर्दा चाहिँ त्यो धार्मिक गुरुहरूलाई चाहिँ के हुन्छ डर भइरहेको छ। किनभने यहाँ चाहिँ उनीहरूले बुझिरहेको छ के हो कि उनीहरूले जुन चाहिँ सिस्टम चाहिँ बनाएको थियो त्यो समयमा सब्बातको लागि त्यो सिस्टमलाई चाहिँ प्रभु येशू ख्रीष्टले तोड्दै हुनुहुन्छ, त्यसलाई चाहिँ भत्काइदिनुहुन्छ। अनि हामीले लुकामा देखिसकेको छौँ है कि जब पनि कुनै मानिस दुखित हुन्छ भने येशू ख्रीष्टले त्यसलाई खुसी पार्नुहुन्छ, पापीलाई प्रभुले निम्त्याउनुहुन्छ, जोहरूलाई कृपाको खाँचो छ प्रभुले उनीहरूलाई कृपा दिनुहुन्छ र क्षमा गर्नुहुन्छ, जोहरूलाई मद्दत गर्ने कोही पनि छैन, जोहरू चाहिँ टुटिएको छ प्रभुले तिनीहरूलाई मद्दत गर्नुहुन्छ, र जोहरू रोगले ग्रस्त भएको छ प्रभुले उनीहरूलाई निको पार्नु भएको छ। तर जस्तै प्रभुले चाहिँ त्यो मानिसहरूलाई भेट्छ जोहरू चाहिँ के हो बाहिरबाट चाहिँ एकदमै धार्मिक, बाहिर चाहिँ एकदमै म दामी छु भनेर देखाउँछ,
उनीहरूलाई प्रभुले त्यहीँको त्यहीँ कन्फ्रन्ट गरिहाल्नुहुन्छ है। त्यहीँको त्यहीँ प्रभुले उनीहरूलाई ठिक पारिदिरहनुहुन्छ। त्यस समयमा प्रभु येशू ख्रीष्ट चुप लागेर बस्नुहुन्न, उहाँले स्पष्ट रूपले क्लियरली उहाँलाई कुराहरू सिकाउनुहुन्छ। उहाँहरूको त्यो त्यो धर्मगुरुहरूको ढोङ्गीपनहरू, हिपोक्रेसी चाहिँ त्यहाँनिर प्रभुले के गर्नुहुन्छ भने त्यसमा चाहिँ प्रभुले आफ्नो ज्योतिलाई चम्काइदिनुहुन्छ। उनीहरूको जति पनि यो झुटो धर्ममाथि चाहिँ प्रभुले आफ्नो ज्योतिलाई चम्काइदिनुहुन्छ। अनि एकपल्ट मत्ती 23 तपाईँले पढ्नु भने त्यहाँदेखि देख्न सक्नुहुन्छ कि फरिसीहरूको हालत चाहिँ कस्तो थियो भनेर। त्यहाँनिर प्रभुले आफ्नो चेलाहरूलाई भन्नुहुन्छ कि तिनीहरूले शिक्षा त दिन्छन् तर त्यस अनुसार गर्दैनन्। तिनीहरूले गाह्रो र बोक्नै नसक्ने गरी बाँधेर मानिसहरूको काँधमा राखिदिन्छन् तर तिनीहरू आफै चाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन्। फेरि फरिसीहरूलाई डाइरेक्टली प्रभुले कन्फ्रन्ट गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ कि धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो ढोङ्गीहरू, किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछौ तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर र तिनको बाहिरपट्टि पनि सफा होस्। यो चाहिँ कुनै एउटा क्रूर मानिसको कठोर शब्दहरू होइन यहाँनिर। यो चाहिँ एउटा मायालु मुक्तिदाताको कडा शब्दहरू हो। र यो यस्तो प्रकारको शब्दहरू हो ती मानिसहरूको लागि जोहरूले चाहिँ अरू मानिसहरूलाई चाहिँ ख्रीष्टको प्रेमबाट, परमेश्वरको असल प्रेमबाट, परमेश्वरले दिनुभएको आशिषहरूबाट चाहिँ उनीहरूलाई टाढो लगिरहेको छ। अनि आजको खण्डमा हामी देख्छौँ 6:1-11 यहाँनिर जुन चाहिँ मुद्दा चाहिँ यहाँनिर के छ, यो लडाइँको मुद्दा, यो कन्फ्लिक्टको मुद्दा चाहिँ के छ भने सबातको दिन छ। र यहाँनिर दुईटा सबातको कुरा गरेको छ। अब सबात है, विश्रामको दिन भनेको त हाम्रो लागि एउटा सुन्दर उपहार हो जहाँ चाहिँ हामी रेस्ट गर्न सक्छौँ, परमेश्वरको असल कुराहरूलाई, परमेश्वरको गुडनेसलाई, उहाँको सामर्थ्यलाई हामीहरू इन्जोय गर्न सक्छौँ। तर यो फरिसीहरूले चाहिँ यो सबातलाई, यो विश्रामको दिनलाई चाहिँ यसलाई तोड मरोडेर चाहिँ मानिसहरूको लागि एउटा बोझ जस्तै बनाइदियो। उनीहरूले त्यहाँनिर नियममाथि नियम, कानुनमाथि कानुन ल्याइदिएको थियो। अनि मानिसहरूलाई चाहिँ परमेश्वरको नजिक ल्याउनु भन्दा चाहिँ उनीहरूको माथि चाहिँ नियम र कानुन हालिदिएर चाहिँ उनीहरूको बोझले थपिदिएर चाहिँ उनीहरूमाथि न्याय गर्ने र मानिसहरूलाई कन्ट्रोल गर्ने प्रकारको फरिसीहरूले बनाइदिइसकेको थियो। तर प्रभुले यहाँनिर आएर एउटा असल कामलाई गर्नुहुन्छ र उहाँले केवल उनीहरूले त्यो थपेर ल्याएको जति पनि अरू एक्स्ट्रा रुलहरूलाई उहाँले भत्काउनु मात्रै हुन, तर असलमा सबात भनेको, विश्रामको दिन भनेको चाहिँ के हो त्यो कुरालाई चाहिँ बताउनु भएको छ। र उहाँ आफै पनि को हुनुहुन्छ भनेर हामीले यहाँनिर बताएको छ। र जब हामी यो घटना अगाडि बढ्दै जान्छौँ, तपाईँहरूले येशू ख्रीष्टको त्यो ठुलो चित्रलाई, त्यो बिग पिक्चरलाई तपाईँले देख्न सक्नुहुन्छ। र तपाईँहरूले निमन्त्रणा पनि तपाईँले पाउनुहुन्छ कि जुन मान्छेले बनाएको धर्म, कर्म र बोझहरू छ त्यसलाई चाहिँ अलग राखेर चाहिँ ख्रीष्ट जो असलमा हामीलाई रेस्ट दिनु सक्नुहुन्छ, उहाँमाथि चाहिँ कसरी हामीहरू निर्भर, कसरी चाहिँ हामी उहाँमा बस्न सक्छौँ भनेर। त्यही कारणले गर्दा आजको वचनको शीर्षक पनि थियो अशान्त संसारमा वास्तविक आराम, रियल रेस्ट इन द रेस्टलेस वर्ल्ड भनेर। र यो थिमलाई बुझ्नको लागि चाहिँ हामीले यसलाई 3 भागमा हेर्नेछौँ। र आजको पहिलो भाग चाहिँ छ मानव निम्ति धर्म बोझ, द बर्डन अफ म्यान मेड रिलिजन। मानव निर्मित धर्मको बोझ, द बर्डन अफ म्यान मेड रिलिजन। अब यो 1देखि 4 भित्रमा यहाँ के भइरहेछ यो खण्डलाई हेर्नुहोस्। सबातको दिन छ, येशू ख्रीष्ट र उहाँको चेलाहरू त्यो एउटा अन्नको खेतबाट भएर जाँदैछ। उनीहरू कहीँ अत्तालेको छैन, आरामले बात मार्दै, सायद जिस्किँदै उनीहरू जाँदै थियो होला। उनीहरूले आफ्नो त्यो दिनलाई एकदमै इन्जोय गरिरहेको थियो होला। अनि त्यहाँनिर प्रभुको चेलाहरू भोकाइरहेको छ र भोकाको बेलामा उनीहरूले के गर्छ, त्यो अन्नको बारालाई टिप्छ अनि त्यसलाई उयो गर्छ, मार्छ, अन्त फुकेर जुन चाहिँ भित्रको कर्नल्स भन्छ त्यसलाई, त्योहरूलाई, त्यो ग्रेनलाई चाहिँ उनीहरूले खान्छ है। यहाँनिर केही यस्तो अचम्मको कुरा भएको छैन, एकदमै सिम्पल। उसलाई उनीहरूलाई खाँचो थियो र त्यो खाँचोमा चाहिँ उनीहरूले टिपेर खाँदैछ। तर अब यहाँनिर फरिसीहरू छ। अब यहाँनिर टक्कै जब पनि नि
ख्रिस्टले केही काम गर्नुभएको छ तब तपाईँ फरिसीहरू काहीँ न काहीँबाट टुप्लुक्कै आइरहेको छ हेर्नु न। तपाईँहरू कतिजना चाहिँ गाउँमा चाहिँ आँगनमा बसेर खाना खानु भएको छ, अनि तपाईँहरूको गाउँमा कुकुरहरू पनि छ। अब गाउँमा कोही बेला तपाईँहरू आँगनमा बसेर खाना खानुहोस्, अनि तपाईँको गाउँघरमा कुकुरहरू छ भने आँगनमा यसरी बसिरहेको हुन्छ खाना खाँदै गर्दा, अनि पर्खिरहेको हुन्छ कि कब त्यसको झर्छ, एक चोक्टा झऱ्यो भने आएर टिपेर लगिहालौँ भनेर। फरिसीहरू पनि यस्तै पर्खिरहेको छ अब कब चाहिँ यसले काम बिगार्छ र यसलाई चाहिँ अगाडि चाहिँ म के गरौँ, षड्यन्त्र रचौँ, यसलाई मारौँ, वाच डग्सहरू भन्छ यिनीहरूलाई है, त्यस्तो प्रकारले पर्खिरहेको छ। अनि उनीहरूले भन्छ कि तिमीहरूले किन सब्बातको दिन चाहिँ उचित छैन त्यो गरिरहेको छौ भनेर। अब जब हामी सब्बातको कुरा गर्छौँ हामी सिधै पुरानो नियममा गइहाल्छौँ होइन। अब पुरानो नियममा चाहिँ जे पनि यो समयमा यहाँनिर प्रभुको चेलाहरूले गरिरहेको थियो त्यसमा केही खराबी थिएन। उनीहरूले जे ड्युटोनोमी त्यहाँनिर 23:25 भन्छ, व्यवस्था विवरण 23:25 भन्छ कि तिम्रो छिमेकीको खेतबारीमा पस्यौ भने अन्नका बाला हातले टिप्न सक्छौ, तर पाकेको बालीमा हँसिया चलाउनु हुँदैन। यो कुरा लेखेको छ है। यहाँनिर सिम्पल प्रभुको करुणालाई हामीले कार्य माग्दैछौँ। यदि कोही मानिस भोको छ भने ऊ बारीबाट भएर जानुहोस् भने के छ, उसलाई टिपेर तिमी खानु देऊ, तर उसले हँसिया चाहिँ ल्याएर सबै टिपेर चाहिँ नलगोस्, त्यो कुरा बताएको छ है। अब यहाँनिर मुद्दा चाहिँ यो छैन कि उनीहरूले के गरिरहेको छ, यो चेलाहरूले के गरिरहेको छ भन्ने मुद्दा छैन, तर मुद्दा चाहिँ यो छ कि उनीहरूले कहिले गरिरहेको छ र त्यो चाहिँ सब्बातको दिनमा उनीहरूले गरिरहेको छ। अब सब्बातलाई बुझ्न एकदमै जरुरी छ। अब सब्बात भनेको चाहिँ के थियो होला? अब सब्बातको विश्रामको दिन भनेको चाहिँ एकदमै सिम्पल छ कि के हो, रेस्ट, आराम, सिजिङ, केही पनि नगर, सिज फ्रम एभ्रिथिङ द्याट युआर डुइङ होइन। अनि यो चाहिँ हामी सिधै हामी जब उत्पत्तिमा क्रिएसनमा जान्छ, जब प्रभुले संसारलाई सृष्टि गर्नुभयो, उत्पत्ति 2:2 र 3 हामी पाउँछौँ कि उहाँले भन्नुहुन्छ आफूले गर्नुभएको काम 6औं दिनमा परमेश्वरले सिद्धाउनु भयो र 7औं दिनमा आफूले गर्नुभएको सबै कामबाट उहाँले विश्राम लिनुभयो। अनि परमेश्वरले 7औं दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र तुल्याउनु भयो, किनभने आफूले सृष्टिमा गर्नुभएको सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो। अब यो विश्राम लिनुभएको भनेको कारण चाहिँ प्रभु थाक्नुभयो भनेको होइन है, ल प्रभुलाई पुरै अब लम्पसार भयो भनेको होइन। प्रभुले चाहिँ यहाँनिर चाहिँ उत्पत्तिमा चाहिँ एउटा रिदमलाई है, एउटा ढङ्गलाई चाहिँ बनाइरहनु भएको छ। 6 दिन काम गर, 1 दिन आराम गर। अब यो रिदम जे छ यो चाहिँ केवल इजरायलको लागि मात्रै होइन, इजरायल स्थापित हुनु अगाडि पनि क्रिएसनमा नै सबैभन्दा पहिला नै प्रभुले यो एउटा अर्डरलाई प्रभुले यहाँनिर ल्याइदिनु भएको छ। र त्यसको बाद यही कुरालाई, यही विश्रामको दिनलाई हामीहरू फेरि हाम्रो 10वटा आज्ञामा पनि हालिदिन्छ प्रभुले। अनि प्रस्थान 20:8देखि 11 भन्छ कि सब्बात दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर सातौं चाहिँ दिन परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति सब्बात दिन हो। यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोरीले, न छोराले, न कमारा कमारीले, न गाई बस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले कोही काम गरोस्, किनकि 6 दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो, तर 7औं दिनमा चाहिँ विश्राम गर्नुभयो। यसै कारण परमप्रभुले सब्बात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। अब यो आज्ञा जे छ यो यतिमै रोकेको छैन है। फेरि तपाईँहरू जब व्यवस्था विवरण 5:12देखि 15 पढ्नु भयो भने यो आज्ञा, व्यवस्था विवरण 5:12देखि 15 यो खण्डहरू तपाईँले लेखेर राख्नुहोस्, घरमा गएर तपाईँहरू पढ्न सक्नुहुन्छ है। फेरि के छ त्यहाँनिर प्रभुले फेरि सब्बातको बारेमा बात गर्नुहुन्छ, विश्रामको दिनमा बताउनुहुन्छ यसलाई पवित्र राख्नु, यसमा आराम गर्नु भनेर। तर यसमा अझ एउटा कुरा प्रभुले थप्नु भएको छ। यहाँ चाहिँ 12:15मा चाहिँ के थपिएको छ भन्दा तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूको परमेश्वरले आफ्नो बाहुला र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनु भयो, सो याद राख। यसै कारण परमप्रभु तिमीहरूका परमेश्वरले सब्बात मान्न तिमीहरूलाई आज्ञा गर्नु भएको छ। सब्बात भनेको के हो? त्यसो भए यो आराम गर्नुको बारेमा हो, किनभने प्रभुले यो आरामलाई क्रिएट गर्नुभएको छ। तर एट द सेम टाइम यो के हो भने प्रभुको मुक्तिको बारेमा पनि हो कि परमेश्वरले चाहिँ मानिसहरूलाई चाहिँ मिश्र देशबाट चाहिँ के गर्नुभयो, मुक्ति दिएर ल्याउनु भयो।
यो चाहिँ एउटा एकदमै एकदमै जोयफुल हाम्रो लागि रिमाइन्डर हो, हामीलाई याद गराउने कुरा हो कि अब हामीहरू चाहिँ फेरोका लागि होइनौँ, हामीहरू फेरोको बन्धनमा छैनौँ, तर हामीहरू परमेश्वरका हौँ भनेर। हामीहरू दास होइनौँ, हामीहरू फ्री भएको छौँ। अनि हप्तामा एक दिन चाहिँ तिमीहरू के गर, परमेश्वरका मानिसहरू चाहिँ रोक, त्यो दिनलाई सम्झ जब प्रभुले आराम गर्नुभयो, र त्यही साथै त्यो दिनलाई सम्झ जब प्रभुले तिमीहरूलाई मुक्ति दिनुभयो। यो दुईटा कुराले मिसिएको छ। यो सब आरामको दिन, सब्बातको दिन चाहिँ केवल प्रभुले आराम गर्नुभयो मात्रै होइन, तर तिमीहरू पहिला चाहिँ के थियो, कैदमा थियो, तिमीहरू सतावटमा थियो, तर त्यहाँबाट मैले निकाली ल्याएँ। यो चाहिँ क्रिएसन र रिडेम्सन भन्छ, उत्पत्ति र छुटकारा। यो दुईटा कुरालाई याद गरेर चाहिँ प्रभुमा आराम गर्ने दिन थियो। तर फरिसीहरूले चाहिँ यसलाई तोड मडोरेर जुन कुरा चाहिँ आज हाम्रो फ्रिडमको लागि बनाएको थियो, त्यो कुरालाई चाहिँ उनीहरूले फियर बनाइन्छ। जुन कुरामा चाहिँ हामीले स्वतन्त्र हुन सक्थ्यौँ, त्यही दिनमा चाहिँ उनीहरूले डर हालिदिएको थियो बिचमा। फरिसीहरूले चाहिँ प्रभुले दिनुभएको आज्ञाहरूमाथि सब्बातको दिनमा स्पेसली जुन आज्ञाहरू दिनुभएको थियो, ती बाहेक 39 वटा 39 वटा क्याटेगोरी वर्गहरू अलग्गै बनाएको थियो। त्यो माथि नियम कानुनी नै थपिदिएको थियो कि सब्बातको दिनमा तिमीले यो टिप्नु हुँदैन, यो गर्नु त्यो हुँदैन। उनीहरूको भनाइ अनुसार चाहिँ अन्न टिप्नु भनेको चाहिँ कटनी गर्नु जस्तो हुन्थ्यो है। अब त्यो के भन्छ, यसरी मार्नुलाई चाहिँ के होस्, त्यसलाई अब त्यो उनीहरूले अन्नलाई यसरी भुइँमा हिकाएर उयो गर्छ नि होइन, त्यो गर्नु जस्तै हो। उनीहरूले अब त्यो अन्नलाई टिपेर जब उनीहरूले फुके, त्यसलाई के गर्नु, त्यसलाई विनोइङ भनेर भन्छ है, त्यो गर्नु जस्तै थियो। अब जब उनीहरूले चबाइरहेको थियो, त्यसलाई चाहिँ यसरी त्यो के भन्छ, चबाउनुलाई चाहिँ उनीहरूले मर्मरिङ, त्यसलाई चाहिँ के हो, त्यो पनि काम हो, तिमीहरूले गर्नु हुँदैन, त्यो पनि चबाउनु पनि पाप हो, आजको दिनमा नचबाऊ। यस्तो प्रकारले चाहिँ उनीहरू चाहिँ नियम कानुन आफ्नो धर्मलाई यस्तो प्रकारले बनाइदिइसकेको थियो कि सब्बातको दिन चाहिँ मानिसहरूको लागि आराम नभएर के होस्, बोझ भइसकेको थियो। अनि पास्टर जन म्याकआर्थर हुनुहुन्छ, उहाँले आफ्नो एउटा वचनमा उहाँले सम्झाउनु भएको छ, बुझाउनु भएको छ कि यस्तो प्रकारको धर्मले चाहिँ, यस्तो प्रकारको रिलिजनले चाहिँ मानिसहरूलाई चाहिँ परमेश्वरको अगाडि ल्याउन सक्दैन। यसले चाहिँ मानिसहरूलाई अझै टाढो लगिरहेको हुन्छ। यसले चाहिँ पवित्रतालाई चाहिँ एउटा लिस्ट जस्तो बनाइदिन्छ, चेक लिस्ट हो। यो पवित्रता, तिमी पवित्र छौ, यो गरेछौ, पवित्र हो, यो गरेको छैनौ, तिमी पवित्र होइन, यो गरेछौ, एउटा चेक लिस्ट जस्तो बनाइन्छ। यसले चाहिँ परमेश्वरको उपस्थितिलाई चाहिँ एउटा प्राइज जस्तो बनाइदिन्छ कि के होस् कि मैले त्यसलाई प्राप्त गर्न सक्छु, म आफ्नो कामले गर्नु सक्छु, प्रभुलाई पाउन सक्छु भन्ने छ है। तर असलमा चाहिँ प्रभुको उपस्थिति, प्रभुको यो आराम, प्रभुको यो विश्रामको दिन चाहिँ हाम्रो लागि के थियो, एउटा उपहार थियो कि हामीहरू चाहिँ रोकेर लामो सास लिने है, सम्झिने प्रभुको कामहरूलाई हाम्रो जीवनमा र के गर्ने, त्यसमा आनन्दित हुने, जोइस गर्नुको लागि थियो। र प्रभुले चाहिँ जब यो प्रश्नहरू गर्छ, यो फरिसीले प्रभु चुप लागेर बस्नु भएको छ यहाँनिर, उहाँले बाजाबाज पनि होइन, उहाँले प्रभुको वचनबाट नै उत्तर दिनुभएको छ। र उहाँले भन्नुहुन्छ कि तिमीहरूले दाउदले के गर्यो भनेर पढेको छैनौ? धर्मगुरुहरू त अब कस्तो कस्तो चाहिँ भयो होला सोच्नुहोस् न। अब तपाईँले पास्टरलाई गएर भन्दा, पास्टर बाउ बाइबल पढ्नु भएन भनेर भन्दा पास्टर बाउलाई कस्तो चाहिँ लाग्छ भन्छ, रिसले कस्तो हुन्छ होला, फरिसीहरूलाई कस्तो भयो होला। उनीहरूको त सधैँभरि उनीहरूको शास्त्र त उनीहरूले बोकेर हिँड्ने गर्थ्यो, उनीहरूकोमा हुन्थ्यो एउटा शास्त्रहरू त पुरै पोसाकमा। अनि अचानक भिडको अगाडि चाहिँ तिमीहरूले पढेको छैनौ वचन, शास्त्रलाई पढेको छैनौ भन्दा कस्तो रिस उठ्यो होला। प्रभुले भन्नुहुन्छ कि तिमीलाई थाहा छैन, यहाँनिर प्रभुले पहिलो सामुएलको 21 अध्यायमा फर्काएर लानुहुँदैछ मानिसहरूलाई। दाउद र चुनिएको राजा थियो है, जब ऊ साउलले उसलाई के गर्छ, खेदिरहेको छ मार्नको लागि, ऊ र उसको साथीहरू के छ, अब भोकाइरहेको छ। अनि ऊ सिधै मन्दिरमा जान्छ, त्यो मन्दिरमा पनि खानुको लागि त्यो ब्रेड मात्र हुन्छ जो चाहिँ के हो, पवित्र स्थानमा राखेको। अब त्यो ब्रेड चाहिँ केवल त्यहाँनिर भएको जो पुजारीहरूको लागि मात्र थियो। तर त्यो पुजारीहरूले के गर्छ भने दाउदलाई त्यो ब्रेड दिन्छ, अनि त्यो रोटी दाउद र उसको साथीहरूले सबैजनाले खान्छ यहाँनिर। किनभने दाउदलाई त्यसमा त्यहाँनिर खाँचो थियो। अनि बाइबलमा हामीलाई कहीँ पनि बताएको छैन कि त्यो रोटी खाएर चाहिँ यिनीहरूलाई प्रभुले दण्ड दिनुभयो, प्रभुले यिनीहरूलाई कन्डेम गर्नुभयो, बताएको छैन। तर यहाँनिर येशू ख्रीष्ट हामीलाई एकदमै महत्त्वपूर्ण कुरा देखाइरहनु भएको छ। त्यो चाहिँ के हो भन्दामा कि लले चाहिँ जुन नियमहरू हामीलाई बाइबलले दिएको छ, त्यो नियमहरूले चाहिँ हामीलाई कृपा देखाउनबाट कहिले पनि रोक्नु हुँदैन। Law should never stop us from showing mercy. कृपा भन्ने कुरा चाहिँ सबैभन्दा प्राथमिकता हाम्रो जीवनमा हुनुपर्छ। कृपा हामीले देखाउनुपर्छ, यो कुरा चाहिँ प्रभुले देखाइरहनु भएको छ है। त्यही साथसाथै प्रभुले अझै एउटा गहिरो कुरालाई देखाउनु भएको छ। दाउद प्रभुले अभिषेक गरेको राजा छ, साउल मानिसहरूले इन्कार गरेको छ, साउलले उसलाई मार्नको लागि खेदिरहेको छ, उसको साथीहरू विश्वासयोग्य छ, एकदमै लोयल छ, अनि सबैजनाले त्यहाँनिर
प्रभुको त्यो रोटी, प्रभुको त्यो मन्दिरमा भएको रोटीलाई खान्छ। र त्यहाँनिर उनीहरूको लागि के छ, त्यहाँनिर उनीहरूको लागि प्रभुले उनीहरूलाई कन्डेम गर्नुभएको छैन। र यहाँनिर प्रभुले चाहिँ भन्नुहुन्छ कि के हो, दाउद भन्दा पनि ठुलो राजा चाहिँ को हो, म हुँ। अनि मेरो साथीहरू जब उनीहरूले रोटी खाइरहेको छ, उनीहरूले पाप गरेको छैन, उनीहरूले यो कुरा खाँचो छ। असलमा यो त उनीहरूको डिभोसन हो मेरो प्रति। उनीहरू हरेक दिन मसँग छ, हरेक दिन म जहाँ जान्छु हजारौँ किलोमिटर मसँग हिँडेर प्रचार गरिरहेको छ, काम गरिरहेको छ। यिनीहरू भोका छ, यिनीहरूलाई यो खानेकुरा जुटिएको छ। एउटा करुणा, प्रभुको करुणा हामी यहाँ देख्न सक्छौँ। र ख्रिस्ट चाहिँ दाउद भन्दा पनि ठुलो कुरा हो भन्ने कुरा चाहिँ यहाँनिर फरिसीहरूलाई यहाँनिर देखाइरहनु भएको छ। यहाँनिर प्रिय येशू ख्रिस्टले चाहिँ सबातको दिनलाई विश्रामको दिन तोड्नु भएको छैन। उहाँले असलमा सबातको दिन के हो भन्ने फेरि सबातलाई चाहिँ उहाँले पुनर्स्थापित फेरि रिस्टोर गर्नुहुन्छ। उहाँले जति पनि त्यो कुराहरूले चाहिँ सबातलाई ढाकेको थियो नि, त्यो सबै कुरा चाहिँ उहाँले लेयर बाई लेयर है, केरा जस्तो खाँदैन, लेयर उकालो मात्रै खान्छ। त्यस्तै प्रकारले चाहिँ नि परमेश्वरले चाहिँ सबातको दिनलाई जुन कुराले ढाकेको थियो त्यो कुरा चाहिँ एकै एक कुरा गर्दै निकाल्दै असलमा चाहिँ सबात भन्ने कुरा चाहिँ के हो भनेर यहाँ देखाइरहनु छ। सबात विश्रामको दिन भनेको तिम्रो लागि यो स्वतन्त्रताको दिन हो, तिम्रो लागि यो आनन्दको दिन हो, तिम्रो लागि यो आराम गर्ने दिन हो। यो चाहिँ तिम्रो लागि परमेश्वरको गुडनेसलाई चाहिँ तिमीहरूले थाहा गर्ने दिन हो भनेर बताइरहनु भएको छ। आज मानिसले बनाएको धर्ममा थाहा छ समस्या चाहिँ के छ कि त्यसमा चाहिँ सबै कुरा चाहिँ थपिँदै गएको हुन्छ। त्यहाँनिर नियम कानुन थपिन्छ, त्यहाँनिर प्रेसर थपिन्छ, त्यहाँनिर बोझले दबिन्छ है। अनि यो सबै नियम कानुन फलो गर्दै परमेश्वरको हृदयबाट हामीहरू, परमेश्वरको हृदयलाई चिन्नुबाट हामीहरू टाढो भइरहेको हुन्छौँ। अनि फरिसीहरू चाहिँ यो सबातलाई राख्नुको लागि चाहिँ यति साह्रो नियम र कानुनहरूमा आफूले बनाएको धर्ममा चाहिँ नियम कानुनमा यति साह्रो उनीहरू डुबिसकेको थिए कि उनीहरूले देख्नै सकेको थिएन कि जो मानिसले सबातलाई बनायो त्यही मानिस चाहिँ उनीहरूको अगाडि खडा छ। यहाँनिर The Pharisees were so focused on keeping the Sabbath, they missed the one who created it was standing right in front of them. अनि आज हामीले यो प्रश्न आफूलाई सोध्नुपर्छ कि आज हामीहरू पनि फरिसीहरू जस्तो त भइसकेको छैनौँ। आज के कुराले चाहिँ हामीहरूलाई फरिसी जस्तो हुनमा चाहिँ लगिरहेको छ कि आज हामीले हाम्रो विश्वासलाई पनि एउटा लिस्ट जस्तो बनाएको छौँ कि मैले यो गरेँ भने चाहिँ म विश्वासी हो, यो गर्नुपर्छ अन्त मात्रै म विश्वासी हो भन्ने लिस्ट बनाएको छौँ। कि आज हामीहरू चाहिँ हाम्रो पर्फर्मेन्सलाई मात्रै ध्यान दिइरहेको छौँ, न कि आज्ञाकारितालाई कि मैले यो कुरा गर्नुपर्छ अन्त चाहिँ राम्रो। तर के हो, हामीलाई प्रभुको वचनको आज्ञाकारिताको चाहिँ केही फरकै पर्दैन। हामीहरू पर्फर्मेन्समा चाहिँ ध्यान छ हाम्रो, तर ओबिडियन्समा हाम्रो ध्यानै छैन है। हामीहरूले बिर्सिसकेका छौँ कि परमेश्वरले चाहिँ कृपालाई डिजायर गर्नुहुन्छ है। आज सबात भन्ने दिन चाहिँ, सुसमाचार भन्ने दिन चाहिँ हाम्रो लागि त्यो सिडी होइन जसलाई चाहिँ हामी आफै चढ्न सक्छौँ, तर त्यो चाहिँ एउटा उपहार हो जसलाई चाहिँ हामीलाई परमेश्वरको अनुग्रहद्वारा हामीले प्राप्त गर्छौँ है। र आज यो खण्डले चाहिँ, यो घटनाले चाहिँ आज हामी हरेकलाई नै कन्फ्रन्ट गरिरहन्छ। यसले चाहिँ हाम्रो आँखाहरूलाई खोलिदिन्छ, जो आँखा चाहिँ मानिसले बनाएको धर्मले चाहिँ बन्द गरिदिएको छ। अनि यसले चाहिँ हामीलाई एउटा दामी एउटा असल कुरामा चाहिँ निम्त्याइरहेको छ। र असल कुरा चाहिँ के हो भन्दामा हामीले ठिक यो अर्को पोइन्टमा देख्छौँ। त्यो चाहिँ के हो भने मानिसको पुत्रको अधिकार। सेकेन्ड पोइन्ट, द लर्ड हु ओन्स द सब्बाथ, मानिसको पुत्रको अधिकार। अब फरिसीहरूले उहाँलाई आरोप लाउँछ, एक्युजेसन दिन्छ र उहाँले स्क्रिप्चरबाटै वचनबाट नै उहाँले बोल्नुहुन्छ। अनि अब यस्तो कुरा चाहिँ प्रभुले बोल्नुहुन्छ जुन कुराले गर्दा चाहिँ फरिसीहरू जहाँको चाहिँ उनीहरू हल्लिनै सकेको छैन, जहाँको त्यहीँ छ उनीहरू। 5 पदले भन्छ कि मानिसको पुत्र सबातको प्रभु हो भनेर, द सन अफ म्यान इज द लर्ड अफ द सब्बाथ भनेर भनेको छ। यसको अर्थता चाहिँ के हो, ख्रिस्टले चाहिँ यहाँनिर आफ्नो त्यो ईश्वरीय पहिचानलाई, त्यो डिभाइन आइडेन्टिटीलाई चाहिँ उहाँले देखाइरहनु भएको छ। ख्रिस्टले चाहिँ यहाँनिर उनीहरूले जुन चाहिँ त्यो भूमि चाहिँ एकदमै धर्म कर्म है, एकदमै नियम कानुनले भरिदिएको थियो, त्यो भूमिमा चाहिँ उहाँले आफ्नो झन्डालाई खडा गरिदिनु भएको छ। उहाँले भन्नुहुन्छ कि यो दिन, जुन दिन चाहिँ तिमीहरूले आफ्नो मनाएको छौ, यो दिन चाहिँ असलमा मेरो हो, यो दिन चाहिँ मै हो भनेर उहाँले भन्नुहुन्छ है। र यहाँनिर चाहिँ उहाँले जुन चाहिँ दानियलको भिजन छ त्यसको बारेमा यहाँले बताउनुहुन्छ। यहाँनिर दानियलको पुस्तक 7मा हामी यसलाई पाउँछौँ कि त्यहाँ लेखेको छ कि राति मैले मेरो दर्शनमा हेरेँ
र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनु भएको एकजना मानिसको पुत्र जस्तै, यही शब्द चाहिँ यहाँनिर मानिसको पुत्र जस्तै हुनुहुन्थ्यो। उहाँ ती अति प्राचीन कहाँ आउनुभयो र उहाँकै सामु उपस्थित गराइनुभयो। उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दियो र हरेक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे। उहाँको प्रभुत्व अनन्तसम्म रहने प्रभुत्व छ, जुन चाहिँ कहिले टल्ने छैन, र उहाँको राज्य त्यो हो जुन चाहिँ कहिले नष्ट हुने छैन। यो खण्ड चाहिँ प्रभुको महानता, उहाँको महिमा, उहाँको म्याजेस्टीले, उहाँको अधिकारले भरिएको छ। र प्रभुले चाहिँ भन्नुहुँदैछ कि के हो, यो मानिसको पुत्र चाहिँ को हो, यो म हो। उहाँले भन्नुहुन्छ कि के हो, यो दिनको चाहिँ अधिकार केवल ममा मात्रै छ है। र यहाँनिर प्रभुले फरिसीहरूलाई केवल यहाँनिर उनीहरूलाई कन्फ्रन्ट मात्रै गर्नुभएको छैन, तर असलमा उनीहरूलाई देखाइरहनु भएको छ कि के हो, कि त्यो दिन चाहिँ, जुन दिन चाहिँ तिमीहरूले तोड मरेको छ, यो दिन चाहिँ असलमा मेरो हो। फरिसीहरूको अगाडि धार्मिकता भनेको, राइचियसनेस भनेको चाहिँ के हो भने कि तिमीहरूले सही कदम चाल्यौ तब मात्रै तिमीहरू धार्मिक हुन सक्छौ। तिमीहरूले सब्बात चाहिँ तिमीहरूलाई एउटा परीक्षा जस्तै हो। तिमीहरू रुल्सहरू फलो गर, नियम कानुन फलो गर, तिमीहरू पास हुन्छौ। अनि तिमीहरू त्यो नियम कानुन फलो गर्दैन भने तिमीहरू फेल हुन्छौ। तर प्रभुले चाहिँ भन्नुहुन्छ कि तिमीहरूले विश्रामको दिनलाई चाहिँ मिसअन्डरस्ट्यान्ड भएको छ। तिमीहरूले चाहिँ सब्बातको दिनलाई चाहिँ पर्फर्मेन्सपट्टि, आफूले के गर्नु सक्छु त्योपट्टि तालेको छौ। तिमीहरूले यसलाई घमण्डपट्टि, प्राइडपट्टि त्यसलाई पल्टेको छौ, न कि आराधनापट्टि, न कि वर्शिपपट्टि। अनि उहाँले भन्नुहुन्छ यो दिन चाहिँ मेरो हो, इट्स माइन, यो मैले तिमीलाई दिएको हो। अनि के गर्छु, म यसलाई डिफाइन गर्छु, म यसलाई बताउँछु यो के प्रकारको हो भनेर। अनि मर्कुसको सुसमाचारमा हामी देख्छौँ है, अनि उसले भन्छ कि सब्बात, द सब्बाथ वाज मेड फर म्यान, विश्रामको दिन चाहिँ मानिसको लागि बनाएको थियो, मानिस चाहिँ विश्रामको दिनको लागि बनाएको थिएन भनेर है। असलमा चाहिँ प्रभुले चाहिँ सब्बातको दिन चाहिँ मानिसहरूले इन्जोय गरोस्, मानिसहरूले रेस्ट गरोस्, आराधना प्रशंसा गरोस् भनिदिएको हुन्छ। तर के चाहिँ यहाँनिर फरिसीहरूले चाहिँ यसको उल्टा गरिदिएको छ। र प्रभुले चाहिँ भन्नुहुन्छ कि के हो, यो चाहिँ केवल तिमीहरूको फिजिकल रेस्टको बारेमा मात्रै होइन, तर यो असलमा जान्नुको लागि पनि हो कि परमेश्वर चाहिँ को, उहाँले तिमीहरूको जीवनमा के गर्नुभएको छ। युग अगाडि जब तिमीहरू मिश्र देशमा तिमीहरू बन्धनमा थियौ है, तिमीहरू स्लेभरीमा थियौ, त्यहाँबाट निकाल्ने परमेश्वरको कृपालु हातले जब निकाल्नु भएको छ, त्यो दिनहरूलाई चाहिँ के गर, तिमीहरू सम्झना गर। तर फरिसीहरूले चाहिँ के छ, त्यो दिनलाई चाहिँ, यो उपहारलाई चाहिँ एउटा वेपनप्रति उनीहरूले बदलिदिएको छ। अनि 7 पदले हामीलाई बताउँछ कि फेरि पनि फरिसीले चाहिँ उनीहरूले ध्यानसँग हेरिरहेको छ कि अब यो सुक्खा हात भएको मानिसलाई चाहिँ प्रभुले ठिक पार्नुहुन्छ कि हुँदैन। उनीहरूले खोजिरहेको छ कि कसरी चाहिँ प्रभुले हामीहरू अब यो मानिसलाई चाहिँ, जसले चाहिँ भन्दैछ हाम्रोमा मेरोमा अधिकार छ भनेर, यसलाई कसरी हामीहरू नष्ट पार्ने। यो कुराले हामीलाई के कुरा देखाउँछ भन्नुहोस् त, कि आज हामीहरू चाहिँ धर्म कर्ममा चाहिँ यो मानिसले बनाएको जुन चाहिँ धर्म छ, यसमा चाहिँ यति साह्रो हामीहरू कमिटेड हुन सक्छौँ कि आज हामीहरू परमेश्वरको हृदयलाई देख्नबाट चुकिरहेको हुन्छौँ। हामीहरूको कर्ममा यति साह्रो फोकस हुन्छ, त्यो ललाई, त्यो नियम र कानुनलाई गर्नमा यति साह्रो हामी फोकस्ड हुन्छौँ कि के होस्, हामीहरू कृपालु हुनै सक्दैनौँ। आज कोही मान्छे चिटिक्क पिस प्यान्ट पिस सर्टमा चर्चमा आयो भने विश्वासी रहेछ है। कोही अलिकति फाटेको प्यान्ट ट्याटुहरू भएको अलिक लामो ढिलोलाई ऊ कुनामा बस्यो भने यो त अलिक खतरै होला है, त्यो प्रति के हो, हामीलाई कृपा आउँदैन। तर को अलिक गाडी मजाको सुट बुट पाइदियो भने हुन्छ मसी सन्चै हुनुहुन्छ, कस्तो हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ, हामी गएर खोजिहाल्छौँ हो कि होइन। आज प्रभुको भवनमा हामीलाई प्रभुलाई चिन्नु हामी आफै सके हुँदैनौँ। किनभने हाम्रो एपिरियन्सपट्टि, हामीले नियम कानुनपट्टि हाम्रो आँखाहरू गइरहेको हुन्छ। हामीहरू चाहिँ मन्दिरभित्रै बसिरहेको हुन्छौँ, सत्यताले हामीलाई ढाकिरहेको हुन्छ, तरै पनि हामीहरू कृपा देखाउनुमा चाहिँ अन्धो भइरहेको हुन्छौँ। हामीहरू धर्मशास्त्रमा विश्वास त गर्छौँ, प्रभुको वचनमा विश्वास त गर्छौँ, तर एट द सेम टाइम हामीहरू मुक्तिदातालाई रिजेक्ट पनि गरिरहेको हुन्छौँ। यो हुन एकदमै सजिलो छ प्रिय आज मान्छेले बनाएको धर्मले चाहिँ धेरैपल्ट कन्ट्रोल, नियन्त्रणमा मै राख्छु भनेर उनीहरूले चाहना गर्छ, न कि कृपा देखाउनमा, न कि कम्प्यासनेट हुनेमा।
है। अनि यही कुरा आज यहाँनिर भइरहेको छ। यहाँनिर फरिसीहरूले चाहिँ उनीहरूले पवित्रतालाई जोगाएर राखेको छ नि। यहाँनिर उनीहरूले जो पावर त सना उनीहरूकोमा थियो, जब मानिसहरूलाई देख्ने त्यो डराउँथे, लुक्ने गर्थे, त्यो पावर उनीहरू चाहिएको छ। अनि त्यो पावरलाई कायम राख्नको लागि चाहिँ के छ, उनीहरू प्रभुप्रति सरेन्डर गर्न सकेको छैन, सरेन्डर गर्नै सकेको छैन। अनि यो प्रश्न आज हामीले सोध्नुपर्छ आफूले आफूलाई कि कतै आज हामीले पनि परमेश्वरको जुन चाहिँ अथोरिटी छ हाम्रो जीवनमा, जे उसको राज्य छ, त्यसलाई के कतै हामीले पनि इन्कार त गरेको छैनौँ कि प्रभु सन्डेको 2 घन्टा चाहिँ तपाईँको नाउँमा म दिनु सक्छु, तर मन्डे टु स्याटरडे चाहिँ प्लिज मलाई आफ्नो गर्न दिनुहोस् है। यसमा चाहिँ मलाई जे चाहे म त्यही गर्छु, जे बोले त्यही बोल्छु, जस्तो व्यवहार गर्नु त्यही भएर सन्डे 2 घन्टा चाहिँ तपाईँलाई दिन्छु। के यस्तो प्रकारले हामीलाई प्रभुको अथोरिटीले हाम्रो जीवनमा लिइरहेको छौँ कि आज हाम्रो जीवनको हरेक क्षेत्रमा, हाम्रो जीवनको हरेक जग्गाहरूमा चाहिँ हामीले प्रभुलाई चिनेको छौँ या प्रभुलाई दिएको छौँ कि छैनौँ? कि आज हामीहरू पनि के हो, मलाई जे कुरा मनपर्छ, मलाई यो गर्नु मनपर्ने म त्यही गर्छु भनेर त्यही कुरामा ढिड भएर बसिरहेको छौँ। आफ्नो प्रेफरेन्सहरू त्यसलाई हामीले समातेर पक्रिरहेको छौँ, हामीले त्यहाँनिर अड्किरहेका छौँ। र जब यहाँनिर प्रभुले भन्नुहुन्छ कि के हो, आई एम द लर्ड अफ द साबत, मै हुँ यो दिनको परमेश्वर भनेर उहाँले आज तपाईँ अनि मलाई चाहिँ एउटा नयाँ जीवनको लागि निम्ति आइरहनु भएको छ। उहाँले बताउनुहुन्छ कि तिमीहरूको कामले होइन, तिमीहरूको एफर्टले गर्नु सक्दैनौ तिमीहरू, तर केवल अनुग्रहले गर्न सक्छौ। यो चाहिँ नियम र कानुन र धर्म र कर्मले चाहिँ होइन, तर प्रेमले गर्दा तिमीले पाउनेछौ यो आराम चाहिँ। र प्रभुले भन्नुहुन्छ कि म कहाँ आऊ अनि म तिमीहरूलाई विश्राम दिनेछु, कम टु मी एन्ड आई विल गिभ यु रेस्ट, म दिनेछु तिमीहरूलाई भनेर उहाँले भन्नुहुन्छ। एट द सेम टाइम प्रभुले आज हामीलाई त्यो चोइस पनि दिनुहुन्छ के कुरालाई चुन्ने हामी, कि आज प्रभुप्रति हामीहरू समर्पित हुने, सरेन्डर गर्ने, कि आज हामीहरू फरिसीहरूसित इन्कार गर्ने। अनि यसको बाद थर्ड पोइन्टमा हामी देख्छौँ कि कसरी चाहिँ हाम्रो लागि यो कुरालाई नचिन्नु कति चाहिँ सजिलो छ भनेर। अनि अन्तमा हामी थर्ड पोइन्ट देख्छौँ, विश्राम दिनको प्रभुको दया, द मर्सी अफ द लर्ड अफ द साबत, विश्राम दिनको प्रभुको दया। अब यहाँबाट जुन चाहिँ सिन चलिरहेको छ अहिलेसम्म, चेलाहरू अहिलेसम्म उनीहरू एउटा बारीमा थिए, उनीहरू अन्ना टिप्दै खाँदै थिए, फरिसीहरूको बातचित भइरहेको छ। यहाँबाट अब अर्को हप्ता सिन चेन्ज भएको छ। यहाँबाट अब अर्को सभाको दिन छ, प्रभु सभाघरमा चर्चमा यसरी बसेर प्रचार गर्नु हुँदै थियो, सिकाउनु हुँदै थियो है। मानिसहरूले एकदमै रुमहरू भरिरहेको छ र कतिजना मान्छेहरू सुनिरहेको थियो होला त्यहाँनिर, कतिजनाहरू के चाहिँ भन्नु खोजेको, कतिजना सुतिरहेको थियो होला, कतिजना हाई गाडिरहेको थियो होला त्यो समयमा है। अनि कतिजना चाहिँ एकदमै को चाहिँ हो यो मानिस भनेर सायद हेरिरहेको थियो होला, आजको दिन जस्तै होला जब प्रभु सभाघरमा छ त्यहाँनिर। अब यो बिचमा चाहिँ एकजना मान्छे छ जसको हात सुकेको छ। अब लुका जब हामी उसलाई डक्टर भनेर भन्छौँ नि, उसले चाहिँ डिटेलहरूमा पुरा ध्यान दिन्छ क्या। लुकाले यहाँनिर केवल हात सुकेको छ भनेर भन्छ, तर उसको दाहिने हात सुकेको छ, डिटेलमा ध्यान दिन्छ हेर्नुहोस् उसले भन्छ उसको दाहिने हात। अब यसले चाहिँ हामीलाई याद दिलाउँछ कि यो सुकेको जुन दाहिने हात छ, यो डिसेबिलिटी चाहिँ कति चाहिँ सिरियस छ भनेर। प्रायः हामी कतिजना दाहिने हात चलाउनेहरू छौँ यहाँनिर, राइट ह्यान्डर चाहिँ कतिजना छ यहाँनिर, खै सुतिरहेको छ क्या सबैजना, दाहिने हात को छ यहाँनिर, कोही छ दाहिने, सबैजना अरू लेफ्टीहरू हो। मेजोरिटीहरू चाहिँ के हुन्छ भने दाहिने हात चलाउने गर्छ, सबै काम दाहिने हातमा बल हुन्छ, लेफ्टीले भन्दा लेफ्टी एकदमै कम्ती मात्रामा हुन्छ। र यो खण्ड चाहिँ के कुरा देखाउँछ भने चाहिँ कि यो मान्छेले चाहिँ कति चाहिँ यो मान्छेलाई चाहिँ आफ्नो जीवनलाई जिउनु साह्रो भइरहेको छ जब उसको दाहिने हात सुकिरहेको छ भनेमा। त्यो समयमा मसिनहरू थिएन होइन, यो अहिलेको टाइममा कुलर छ, त्यो समयमा हम्काउनु पर्थ्यो मानिसहरूले होइन। अहिलेको टाइममा मसिनहरूले त्यो अन्नहरू ढ्याँ गरेर एकैछिनमा उनीहरूले निकालिदिन्छ। त्यो समयमा कटनीहरू गर्नु पर्थ्यो, बारी खन्नुहरू पर्थ्यो, अहिले त मसिनहरू छ। तर यो कुरा चाहिँ याद दिलाउँछ लुकाको यो डिटेलले दाहिने हात भन्दा चाहिँ कि यो मान्छेको जुन चाहिँ यो डिसेबिलिटी छ यो चाहिँ कति गम्भीर छ भनेर याद दिलाउँछ हामीलाई है। यो चाहिँ केवल उसको यो शारीरिक कमी मात्रै होइन, एट द सेम टाइम उसलाई पैसा कमाउनु पनि कमी होला थिएन, हो कि भन्छ। दाहिने हात चलेछ, उसले कसरी काम गर्ने, कसरी कमाउने। अनि मानिसहरूले चाहिँ यस्तो सुकेको डिसेबल भएको मान्छेले देख्छ कसरी हेर्थ्यो होला। अहिलेको टाइममा हामी कोही डिसेबललाई देख्यो भने त हामी त अलिकति दया कृपा लु जग्गा देऊ है भनेर मेट्रोहरू भने सिट्छ। त्यसैमा त उनीहरूलाई अछुत, उनीहरू त टाढो हुन्थ्यो, हात सुकिरहेको छ भने त उनीहरूलाई त एकदमै तुच्छ भनेर टाढो राख्ने गर्थे है।
अब यो जग्गामा चाहिँ त्यो सुक्खा हात भएको मान्छे जग्गामा यहाँनिर फेरि फरिसीहरू टुप्लुक्क आइरहेको छ फेरि हेर्नु अब उनीहरू यहाँनिर वर्सिप गर्नु आराधना गर्नु आएको छैन यहाँनिर उनीहरू सिक्नु आएको छैन यहाँनिर उनीहरू साँचो कुरा के हो भनेर खोज्नु आएको छैन तर ख्रिस्टलाई कसरी चाहिँ यो मान्छेलाई चाहिँ ट्र्यापमा हालौँ कसरी चाहिँ यसलाई फसौँ भनेर आइरहेको छ 7 पदले के भन्छ उनीहरूले ध्यानसँगले त्यहाँ हेरिरहेको छ कि कतै यो मान्छेले चाहिँ ख्रिस्टले चाहिँ यीशु ख्रिस्ट चाहिँ यो मान्छेलाई निको पार्छ कि पार्दैन कि के होस् कि यदि निको पार्यो भने चाहिँ यसलाई चाहिँ हामी यसले सबातलाई तोड्यो अब यसलाई हामी फसाउन सक्छौँ भनेर अब यहाँनिर सोच्नुहोस् न कि यिनीहरूलाई थाहा छ ख्रिस्टले निको पार्नु यीशु ख्रिस्टले यसलाई निको पार्नु सक्छ भनेर निश्चय नै थाहा छ उहाँ यी मानिसहरूले यीशु ख्रिस्टले गरेको चमत्कारहरू होइन देखिसकेको छ उहाँले गर्नुभएको कामहरूको बारेमा सुनिसकेको छ तर यहाँनिर समस्या चाहिँ यो होइन कि कतै यीशु ख्रिस्टले निको पार्नुहुन्छ कि हुँदैन समस्या छैन समस्या चाहिँ यो छ कि उहाँले जुन चाहिँ उसको सामर्थ्य निको पार्ने यो चाहिँ उहाँले कहिले र कहाँनिर प्रयोग गर्नुहुन्छ कहिले सबातको दिनमा कहाँनिर सभाघरभित्रमा चाहिँ पनि उनीहरू आफ्नो सिस्टममा चाहिँ यति साह्रो उनीहरू लक भइसकेको छ है यति साह्रो उनीहरूलाई चाहिँ आफ्नो त्यो कन्ट्रोल जुन पावर उनीहरूकोमा त्यति साह्रो त्यहाँ उनीहरूले के भन्छ उनीहरू बाँधिसकेको छ कि उनीहरूले बिचरा त्यो एउटा मानिसलाई निको हुनुभन्दा चाहिँ के होस् त्यो निको भएको चाहँदैन तर त्यो निको भए चाहिँ के हो यो ख्रिस्टलाई चाहिँ हामीले के गर्नुपर्छ येशू भन्ने व्यक्तिलाई चाहिँ हामीले पक्राउ पार्नुपर्छ भनेर उनीहरू बसिरहेको छ र अब दामी कुरा चाहिँ के छ न येशू ख्रिस्टलाई उनीहरूको मनमा के छ भन्ने कुरा थाहा भइरहेको छ अन्त उहाँले जानुहुन्छ अगाडि उभिनुहुन्छ अनि उहाँले भन्नुहुन्छ कि यहाँ आएर खडा हुआ भनेर सुक्खा हात भएको मान्छेलाई बोलाउनुहुन्छ अब सोच्नुहोस् न त्यो मानिसलाई कसरी भयो होला सबैको अगाडि आएर उभिनुको लागि सबै मान्छेलाई टुलटुल परेर हेरेको थियो होला त्यो त्यो त्यहाँ भएको त्यो भिडहरूले उसलाई जो न्याय गर्दै थियो होला कि कस्तो प्रकारको मान्छेलाई बोलाए यहाँनिर भनेर जो पनि मानिसहरू डिसेबल हुन्छ है अलिकति हिँड्नु सक्दैन हात खुट्टा टेढो छ चल्नु सक्दैन भने उनीहरूलाई मान्छेको अगाडि चाहिँ उभ्याइ हुन मन पर्दैन अप्ठ्यारो लाग्छ कि म त यस्तो छु मेरो हात यस्तो छ भने उनीहरूलाई अप्ठ्यारो लाग्छ उनीहरू प्रायः लुकाउनुहरू खोजिरहेको हुन्छ हो कि न तर यहाँनिर तपाईँले यो डिसेबल मान्छेलाई अगाडि हुन्छ अनि त्यो मान्छेको रेस्पोन्स पनि प्रतिक्रिया हेर्नुहोस् न यो मान्छेले ऊ आउँछ यहाँनिर ऊ आएर उभिन्छ है अनि ख्रिस्टले फेरि प्रभु यीशु ख्रिस्टले प्रश्न सोध्नुहुन्छ कि सबातको दिनमा चाहिँ यो मानिसलाई निको पार्नु ठिक हो कि यसलाई यतिकै छुनु असल गर्नु ठिक हो कि खराब गर्नु ठिक हो के चाहिँ गर्नु सबातको दिनमा जीवनलाई बचाउनु कि त्यसलाई नष्ट पार्नु के कुरा ठिक हो भनेर भन्छ यो एकदमै साधारण प्रश्न छ तर यसले त्यो फरिसीहरूको हृदयभित्र चाहिँ घोचिरहेको छ यसले है सबात भन्ने कुरा चाहिँ के हो यो चाहिँ हामीहरूलाई आराम दिने हाम्रो जीवनहरूलाई फेरि प्रिजर्भ गर्ने दिन हुनुपर्छ तर यहाँनिर के छ भने यी फरिसीहरू चुपचाप लागेर बसिरहेको छ उनीहरू केवल डराएको मात्रै छ यहाँनिर केवल डराएको मात्रै छैन एट द सेम टाइम उनीहरूलाई रिस पनि उठिरहेको छ किनभने उनीहरूलाई थाहा छ कि हामीहरू यहाँ अवधिमा छ तर अब यो मान्छे यो ख्रिस्टले चाहिँ हाम्रो अवधिलाई चाहिँ हो प्रश्न गरिरहेको छ हामीलाई है अनि यीशु ख्रिस्टले वरिपरि हेर्नुहुन्छ त्यहाँनिर अनि मर्कुसमा बताएको छ कि यीशु ख्रिस्टलाई क्रोध र ग्रिफले दुखित प्रकारले चाहिँ त्यो मानिसहरूको जुन चाहिँ त्यो कठोर हृदयलाई देखेर चाहिँ उहाँ क्रोधित एट द सेम टाइम उहाँ दुखित पनि हुनुहुन्छ भनेर बताएको छ अनि उहाँले भन्नुहुन्छ कि त्यो मानिसलाई तिम्रो हातलाई सिधा गर त्यो समयमा बिना छुइकन बिना केही दबाई पानी बिना केही सेरेमनी त्यो मान्छेको हात सुक्खा हात निको भइसकेको छ है जे चाहिँ अधुरो थियो उसको जीवनमा त्यो कुरा चाहिँ यहाँनिर पूर्ण भइरहेको छ है र यहाँनिर चाहिँ ख्रिस्टले चाहिँ त्यो मान्छेको जीवनलाई केवल रेस्टोर गर्नुभएको छैन पुनः स्थापित गर्नुभएको छैन तर उसले यत्रो सालदेखि उसलाई मानिसहरूले कस्तो प्रकारले ट्रिट गर्दै थियो होला उसलाई अलग गरेर राखिरहेको थियो उसलाई फेरि पनि त्यही सम्मान त्यही डिग्निटी त्यही अनर उसलाई फर्काएर ल्याउनु भएको छ एउटा चङ्गाई दिएर है जुन कुरालाई चाहिँ धर्मले चाहिँ ध्यान दिएको थिएन ओभरलुक गरिरहेको थियो आज त्यो कुरालाई चाहिँ प्रभुले माथि उठाइरहनु भएको छ त्यही कारणले गर्दा हाम्रो विश्वासी परिवारहरूमा हाम्रोमा जातपात अन्त के भन्छ अझ एउटा थर हाम्रोमाथि हामी कहिले पनि छुट्याउने गर्दैनौँ ख्रिस्टमाथि कुरा कहिले पनि छैन जुन मानिसहरू तुच्छन् बरु प्रभुले तिनीहरूलाई उठाएर अगाडि राख्नुहुन्छ र यहाँनिर पनि हामी त्यही कुराहरू देख्छौँ अनि असलमा सबात भन्ने कुरा पनि यही कुरा हो कि यो चङ्गाइको दिन हो एउटा आनन्दको दिन हो एउटा प्रभुको अनुग्रहलाई प्रभुको कृपालाई चाहिँ हामीले अनुभव गर्ने दिन हो
तर हेर्नुहोस् त फरिसीहरूले कसरी प्रतिक्रिया दिन्छ। के उनीहरू खुसी हुन्छ यहाँनिर 11 पदमा? के उनीहरू यहाँनिर प्रभुको आराधना गर्छन् कि अब चाहिँ मैले बल्ल देखेँ ख्रिस्टको भनेर भन्छन्? 11 पदले के भन्छ? तर तिनीहरू रिसले चुर भए र येशूलाई के गरौँ भनी आपसमा मतो गर्न लागे। कति दामी कुरा प्रभुले गर्नुभएछ यहाँनिर असलमा, होइन? एकदमै एउटा मानिस जो चाहिँ पहिल्यैदेखि सुकेको हातले ग्रस्त छ उसलाई निको पार्नुहुन्छ, उसलाई मान सम्मान दिनुहुन्छ। तर यहाँनिर यो फरिसीहरू के छ? खुसी भएको छैनन्, अचम्मित भएको छैनन्, है चिनेको छैन अहिलेसम्म यो मानिस चाहिँ प्रभु हो भनेर। तर के गर्छ? रिसाइरहेको छ। यहाँनिर ग्रिक वर्ड, एउटा ग्रिक शब्द प्रयोग गर्छ, एनोइया भन्ने शब्द छ ग्रिकमा चाहिँ यसलाई। यो चाहिँ केवल रिस मात्र होइन त, यो चाहिँ एउटा सेन्सलेस एङ्गर भन्छ क्या। एउटा यस्तो प्रकारको रिस, त्यसको लागि अब हामीलाई कुनै कारणै चाहिँदैन रिस गर्नुको लागि। यस्तो प्रकारको रिस त्यो चाहिँ एकदमै म्याडनेस, त्यो चाहिँ पागलपनले भरेको रिस छ। यस्तो प्रकारको रिसको बारेमा चाहिँ यहाँनिर बताएको छ। यसको लागि चाहिँ कुनै कारण चाहिँदैन मान्छेले रिसाउनु भने। त्यस्तो प्रकारको शब्द चाहिँ यहाँनिर प्रयोग भएको छ कि यस्तो प्रकारको रिस चाहिँ यी फरिसीहरूकोमा छ ख्रिस्टको लागि कि उनीहरूलाई केही कारणै चाहिँदैन। अब यिनीहरूलाई कुटौँ मारौँ मात्र चाहिँ उनीहरूको दिमागमा भइरहेको छ। अनि यो खण्डमा चाहिँ सबैभन्दा हामीलाई झकझकाउने पद चाहिँ आज यही छ कि मानिसहरू चाहिँ यति साह्रो आफ्नो कर्ममा, आफ्नो नियम र कानुनलाई फलो गर्नमा यति साह्रो डुबिसकेको हुन्छन् कि असल ख्रिस्टलाई उनीहरू चिन्नै सक्दैनन्, असल ख्रिस्टलाई उनीहरू चिन्नै सक्दैनन्, है? आज मान्छेहरूले चङ्गाई त देख्छन् तर कुन मसिहाले चङ्गाई दियो भन्ने कुरा चाहिँ चिन्नु सक्दैनन्। आज उनीहरूले आफ्नो जीवनमा हिलिङलाई त महसुस गर्छन् नि, तर के हो एट द सेम टाइम हृदयमा घमण्ड पनि राखेर हिँडिरहेको हुन्छ, है? आज उनीहरूले सत्यतालाई त सुनिरहेको हुन्छ, साँचो कुरा के हो भनेर थाहा हुन्छ, त्यहाँ एट द सेम टाइम जो मानिसले सत्य बोल्यो त्यही मानिसलाई नष्ट गर्नको लागि उनीहरू षड्यन्त्र रचिरहेको हुन्छन्। अनि यो कुरा आजको संसारमा हामी देख्न सक्छौँ। हरेक सुसमाचार प्रचारकहरूलाई, हरेक मानिसलाई थाहा छ सत्य कुरा के हो, हरेक मानिसलाई थाहा छ कि इसाई जुन चाहिँ हाम्रो सुसमाचार छ यो कस्तो प्रकारको हो भनेर। तर त्यो थाहा हुँदा पनि आज मनुष्यले बनाएको धर्ममा र कर्ममा यति साह्रो अन्धो भइसकेको छन् कि सत्यतालाई थाहा हुँदा पनि त्यही सत्य बोल्ने मानिसहरूलाई नष्ट पार्नको लागि मानिसहरू तयार भइरहेको छन्। अनि यो खण्डले चाहिँ हामीलाई देखाउँछ कि अनुग्रह बिना चाहिँ मानिसहरूको हृदय कस्तो प्रकारको छ भनेर। कि आज घमण्डको जुन चाहिँ त्यो लहरा हुन्छ नि, त्यो जड हुन्छ नि, त्यो चाहिँ मान्छेको हृदयमा चाहिँ कति गहिरो जान सक्छ भन्ने कुरालाई याद दिलाइरहेको छ, है? र यसले हाम्रो जीवनमा अझै एउटा कुरालाई याद दिलाउँछ कि आज हाम्रो आत्माहरूलाई चाहिँ डर चाहिँ केवल हाम्रो रेबेलियनद्वारा मात्रै होइन, तर आज ख्रिस्टलाई इन्कार गर्नुबाट मात्रै आउँछ, हाम्रो धार्मिकताद्वारा पनि आउँछन्। अनि प्रयोग आज यो खण्ड चाहिँ तपाईँहरूको लागि एउटा वार्निङ हुन सकेको होस्, अनि एट द सेम टाइम तपाईँहरूको लागि ऐना जस्तो सिसा जस्तो हुन सकेको होस्। आज हरेक व्यक्ति जसले चाहिँ ख्रिस्टको अधिकारलाई इन्कार गर्छ उनीहरूको हृदयमा यही बिउ, यही जरा, यही घमण्डको जरा चाहिँ गाडिँदै गइरहेको छ। यही बिउ छ कि मै मेरो जीवनलाई कन्ट्रोल गर्छु, न कि म क्रुसतर्फ जान्छु। आई कन्ट्रोल माई लाइफ बट आई नेभर गो टु द क्रस। म कहिले क्रुसमा जाँदिनँ भनेर बताइरहेको हुन्छ। तर प्रश्न यो छ अब हाम्रो लागि, हामीले यीशु ख्रिस्टको करुणालाई देख्यौँ, फरिसीहरूसँग उहाँको वाद विवादलाई देख्यौँ, अब यो मन्दिरभित्र प्रभुले चङ्गाई गरेको कुरालाई पनि देख्यौँ। र हाम्रो अगाडि प्रश्न एउटै छ हाम्रो अगाडि कि हाउ विल वी रेस्पोन्ड? हामीहरू कसरी प्रतिक्रिया दिने त? प्रश्न चाहिँ यो अगाडि यो छ हाम्रो लागि। यीशु ख्रिस्ट अहिले पनि स्वयं हाम्रो माझमा आउनुहुन्छ। उहाँले अहिले पनि हामीलाई थकित रूपमा, हाम्रो थकितपनमा नै उहाँले हामीलाई बोलाउनुहुन्छ। उहाँले हामीलाई त्यो सुकेको हृदयहरूलाई चाहिँ खोल त्यसलाई मेरो लागि भनेर भन्नुहुन्छ। उहाँले तिमीलाई करुणाको खाँचो भने आएर मलाई बताऊ भनेर बताइरहनु भएको हुन्छ। उहाँले अहिले पनि मानिसहरूलाई निको पार्नुहुन्छ। तर प्रश्न चाहिँ यो छ कि के आज हामी उहाँको अगाडि जान्छौँ? के आज हामीहरू सरेन्डरमा उहाँको अगाडि जान्छौँ? एट द सेम टाइम प्रभुले चाहिँ ती मानिसहरूलाई कन्फ्रन्ट पनि गर्नुहुन्छ, ती मानिसहरूलाई औँलाएर निकाल्नु पनि हुन्छ जोहरूले चाहिँ के छ आफ्नो घमण्डमा नै, आफ्नो जीवनलाई आफूलाई कन्ट्रोल गर्ने, मानिसले बनाएको धर्म कर्ममा नै के गर्ने ध्यान राख्ने ती मानिसहरूलाई कन्फ्रन्ट पनि गर्नुहुन्छ। र प्रश्न चाहिँ यो छ कि तपाईँले के कुरालाई चुन्नुहुन्छ?
आज निमन्त्रणा तपाईँ अनि मेरो हरेकको लागि छ कि आज हाम्रो लागि विश्रामको दिन चाहिँ नियम कानुन है सेल्फ राइचियसनेसको बारेमा हो कि सबातको दिन चाहिँ ख्रिस्टले परमेश्वरले यसलाई स्थापित गर्नुभएको दिन, परमेश्वरले हाम्रो जीवनमा दिनुभएको मुक्तिलाई सम्झेर त्यसमा आनन्दित हुने दिन हो। तपाईँहरू के चाहनुहुन्छ? तपाईँहरू के चाहनुहुन्छ? प्रश्न यो छ। र आज तपाईँहरू आउनुहोस्, यो जो मानिसको सुक्खा हात छ त्यो मानिस जस्तै हाम्रो त्यो सुक्खा हृदयलाई लिएर हामीहरू ख्रिस्टको अगाडि आउनुपर्छ। आज हाम्रो भित्र हाम्रो त्यो गिल्ट जुन चाहिँ हामीले लुकाएर राखिरहेका छौँ त्यसलाई लिएर हामीहरू आउन सक्छौँ ख्रिस्टको अगाडि। आज जुन चाहिँ हाम्रो थकित आत्माहरू छ त्यसलाई हामीले परमेश्वरको अगाडि लिएर आउन सक्छौँ। आउनुहोस् र त्यो विश्रामको दिनलाई तपाईँले अनुभव गर्नुहोस्। यो विश्रामको दिन चाहिँ केवल एउटा दिनको बारेमा मात्रै होइन, तर त्यो मानिसको बारेमा हो, अनि त्यो मानिस चाहिँ हो परमेश्वर येशू ख्रिस्ट। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु धन्यवाद तपाईँ हामीसँग बोल्नु भएकोमा, धन्यवाद कि प्रभु आज हामी ती मानिसहरू होइनौँ जोहरूको जीवनमा सबै कुरा ठिक छ प्रभु, तर आज हामी ती मानिसहरू हौँ जोहरूलाई तपाईँको करुणाको खाँचो छ प्रभु। हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँले ख्रिस्टलाई हाम्रो लागि पठाउनु भएकोमा। यो सबातको जो प्रभु हुनुहुन्छ, जसले चाहिँ प्रभु आज हामीलाई नियम कानुनले दबाउनका लागि होइन, तर आज प्रभु हामीलाई अनुग्रहले उठाउनका लागि आउनुभयो प्रभु। प्रभु आज हामीलाई क्षमा गर्नुहोस् जुन समयहरूमा हामीले तपाईँमाथि विश्वासमा होइन तर आफ्नो घमण्डमा प्रभु हामीहरू भर परेर अगाडि बढ्यौँ प्रभु। हामीहरूलाई त्यो समयको लागि तपाईँले क्षमा गर्नुहोस् जबकि प्रभु आज हामीले हाम्रो जीवनलाई नियन्त्रणमा आफैले राख्छु भनेर अगाडि बढ्यौँ, न कि प्रभु तपाईँ हुनुहुन्छ जो सबै कुराको नियन्त्रणमा हुनुहुन्छ भनेर अगाडि बढ्यौँ प्रभु। आज हामीलाई तपाईँमा विश्राम गर्नमा तपाईँले हामीले हाम्रो लागि के गर्नुभएको छ त्यो कुरालाई सोचेर आनन्दित भएर प्रभु आज त्यही दिनमा विश्राम गर्नमा तपाईँ हामीलाई सहायता गर्नुहोस् प्रभु। अनि त्यही साथसाथै आज हामीलाई पनि अरू मानिसहरूप्रति कृपालु हुनेमा करुणाले भरिनमा तपाईँले हामीलाई सहायता गर्नुहोस् प्रभु। आज जो मानिसहरूको हृदयहरू प्रभु सुक्खा भएको छ प्रभु, जो मानिसहरू प्रभु आज अनुग्रहको खाँचोमा छन् प्रभु, उनीहरूलाई चाहिँ तपाईँको कोमलता, तपाईँको काइन्डनेस, तपाईँको मर्सी र तपाईँको अनुग्रहले उनीहरूतर्फ हामीलाई पुग्नमा तपाईँले सहायता गर्नुहोस् भनेर हामी प्रार्थना गर्न चाहन्छौँ। अनि यो बिन्तीलाई माग्छौँ, हामीलाई प्यारो गर्नुहुने प्रभु ख्रीष्टको नाउँमा। आमेन।